हेलो गाइस। आज चाहिँ हामी सानो सानो कामले गर्दा बाहिर निस्केको छौँ। हामी दुईजना बुढाबुढी नानीलाई चाहिँ हामी हस्पिटल लानुपर्ने थियो, सुई लगाउनु पर्ने थियो र नानीलाई हस्पिटल लिएर गएका छौँ। नानी हस्पिटल पुगेर वेट नापेर एकछिन डाक्टरको लागि पर्खिनुपर्ने भएर हामी भाइको दोकान छेउमा बाइक दोकान छ, बाइक दोकानमा गयौँ, चिया खायौँ, एकछिन गफफ गऱ्यौँ। हजुरहरूलाई बाइक चाहिएमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर यही लेखिरहेको छ माथि बोर्डमा। त्यहाँदेखि हामी हस्पिटल गयौँ। हस्पिटलमा चाहिँ नानी पुरा डराइरहेको छिन् सुई लगाउनु पर्यो भनेर। त्यहाँदेखि हामी बाटोमा लक्ष्मीपुर जाँदैछौँ। बाटो चाहिँ हेर्नु न कति बिग्रेको छ, बाटो बनाउँदै गरेकाले गर्दा। लक्ष्मीपुरमा एकछिन काम थियो र त्यहाँ निस्किन भनेर गयौँ। जाँदै जाँदै बाटोमा ट्राफिक रहेछ, बसेको पुरा लाइन बसिरहेको छ। ट्राफिक त होइन, पुरा लाइन बसिरहेको छ, बाटो जाम भएर, ट्राफिकै भनौँ न, जाम भएर बसिरहेको छ। त्यहाँदेखि लक्ष्मीपुरको काम सकेर हामी चाहिँ जुकेखाडीतिर लाग्यौँ। जुकेखाडीको बाटो चाहिँ यति रमाइलो जङ्गलको बाटो रहेछ, यति रमाइलो, रुखै रुख भएको ठाउँ। हेर्नु न कस्तो रमाइलो ठाउँ रहेछ। हामी पनि जुकेखाडीको काम सकेर हामी घरतर्फ फर्किसकेको छौँ। घर फर्केको चाहिँ मैले भिडियो गरिनँ। बाई बाई गाइज।